एकदमै धेरै महसुस गरिसक्यौँ। हाम्रो ब्युरोक्रेसीमा जसले डेलिभरीमा काम गर्नुहुन्छ नेपालकै उत्कृष्ट व्यक्तिहरू त्यहाँ हुनुहुन्छ। शिक्षा पढेको हिसाबले हेर्नु हो भने टप लेभलको प्रोफेसनलहरू हुन्छ। स्किल उहाँहरूको स्किल यु क्यानट कम्पेयर तिनीहरूको स्किल विथ अदर्स होइन। तर उहाँहरूलाई चाहिँ काम गर्ने वातावरण दिएको छैन। उहाँहरूको आफ्नो भित्रैको चाहिँ गुड दल होइन त्यसले, तर त्योभन्दा बढी बाहिरकाहरूले चाहिँ उहाँहरूलाई प्रभावमा राखिरहेछ होइन, उहाँहरूलाई कमजोर बनाइरहेछ, उहाँहरूलाई टार्गेट गरिरहेछ। त्यो गर्नेमा यहाँहरू मात्रै मान्छेहरू पनि हुनुहुन्छ। हामीले के महसुस गरेका छौँ, वी विल प्रोटेक्ट आवर ब्युरोक्रेसी स्टाफ। उनीहरूलाई इफिसियन्ट चाहिँ बनाउँछौँ, उनीहरूलाई टाइममा डेलिभरी गर्ने बनाउनै पर्छ, किनभने द्याट्स द मेन्डेट। तर सँगसँगै उहाँहरूलाई अनावश्यक प्रेसर गर्ने मान्छेहरूलाई उहाँहरूलाई काम गर्न नदिने, प्रभावमा राख्ने, आफ्नो तर्फबाट चाहिँ परिचालित गर्ने त्यस्तो प्रवृत्ति हामी चाहन्छौँ कुनै न कुनै दिन मन्त्रालयको प्राङ्गणबाटै उद्धार गर्न पाऊँ, उनीहरूलाई कालो मसो लगाएर त्यही देखाउन पाऊँ भन्ने सोचिरहेको छौँ। त्यसरी हामी काम गर्छौँ। त्यो भन्दै गर्दा सबै तर्फबाट चाहिँ सुध्रिनुपर्छ। त्यो डेलिभरी सुशासनको डेलिभरी दिने साना चिजहरू पनि हुनसक्छ, ठुल्ठुला कुरा होइन। उदाहरणको लागि यो अहिले चाहिँ तपाईँको यो वार्षिक साधारण सभा छ, यो सम्पूर्ण सभाबाट तपाईँहरूले एउटा निर्णय गर्नुहोस्, तपाईँको संस्थामा सुशासनका साना साना कुराहरू चाहिँ हामी यही बेलाबाट सुरु गर्छौँ होइन। तपाईँलाई अनावश्यक मान्छेलाई मान सम्मान दिनु पर्दैन, काम गर्नुहोस्। जस्तो उदाहरणको लागि प्रोग्राम सुरु हुने टाइमभन्दा चाहिँ आधा घन्टा 1 घन्टा ढिला आएछ अनि उसलाई तपाईँले सम्मानमा चाहिँ कति धेरै टाइम खर्च गरिरहेको छ। अरूको समयको मतलब म अहिले नै यहाँ बसिराख्दाखेरि चाहिँ तपाईँले यस्तो गर्नुहुन्छ कि अगाडि ल्याएर होस्टेज भइरहेको जस्तो हुन्छ। न तपाईँ भागेर जान सक्छ, न केही काम गर्न सक्छ, भनेको भन्दा टाइम एकदमै लामो समयसम्म गइरहेको हुन्छ होइन। त्यो अनेस्ट भएर भनेको यो तपाईँहरूको उसमा भनौँ न, यसलाई त्यो तपाईँहरूलाई डिसरिगार्ड गर्न खोजेको होइन। सहभागिता मैले यहाँ सबै कुरा हेरिराख्दाखेरि महिलाहरू भनेका उही फुल गुच्छा दिने बाहेक माथि कुनै सघाउनु भएको छैन। म अर्कोचोटिको चाहिँ तपाईँको यो मिटिङमा महिलाहरू चाहिँ नेतृत्वमा आएको चाहिँ तपाईँ गर्नु न, त्यो कुरा चाहिँ देखाउनु न, यहाँ कोही पनि देखिँदैन होइन। साना साना कुराहरू त्यसले प्रोग्राममा चाहिँ सबैलाई ल्याएर चाहिँ अगाडि राखेको छ, माला लगाएको छ, यस्तो सम्मान दिएको छ। अनि सबैलाई के छ भने नेता बन्नु छ, जुन हामीले परम्परागत रूपमा देखिरहेका नेताहरू जस्तै। जति धेरै चाहिँ सम्मानको त्यो प्रोटोकलहरू गर्यो त्यति धेरै उच्च हो भनेर, तर त्यो दिन त गइसक्यो। मान्छेले त्यसलाई त पुरा खिचिटिक गरेर हेर्ने दिन आइसक्यो। त्यस कारण त्योबाट नि मुक्त हुनुहोस् क्या। प्रोग्रामलाई एकदमै सिम्पल बनाउनुहोस्, सकेसम्म अनौपचारिक बनाउनुहोस्। त्यो भयो भने वास्तविक कुराहरू आउँछ। यो सुरुमा यति भन्दै यो कार्यक्रमको सफलता र तपाईँहरू अझ अहिलेको जुन परिवर्तनको चाहिँ एउटा म्यान्डेट छ त्यो अनुसार चाहिँ रिफर्म भएर जानु होला भन्ने म चाहन्छु। त्यो भनेको हाम्रो नरेन्द्र सर मिश्र सरहरूको सपनालाई वास्तविकतामा पुर्याउने अवसर हो है। उहाँले जसरी सुरु गर्नुभएको थियो त्यसको लागि हाम्रो दिनेश सरसँग म कुरा गरिरहेको थिएँ। सरले मसँग चाहिँ इन्भाइटेसन दिन आउँदाखेरि मैले फर्स्ट कुरा गरेको, तपाईँ कुनै स्वार्थ राजनीतिक अथवा अन्य कुराको चाहिँ स्वार्थ प्रेरित गर्ने मान्छेहरूको चङ्गुलमा हुनुहुन्छ भने त्यहाँ आउँदैन। त्योभन्दा फरक हुनुहुन्छ, देशमा आउने परिवर्तनको लागि सही कुराहरू गर्नको लागि चाहिँ हो टिम भने चाहिँ म आउँछु। किनभने यहाँ आइराख्दाखेरि चाहिँ वास्तविक समस्याहरू थाहा हुन्छ, अनि त्यो कुरा चाहिँ हामी काम गर्न सक्छौँ। अब त्यसमा सेकेन्ड भनेको अहिले तपाईँहरूले उठाइराखेको कुराहरू, मैले सरलाई चाहिँ पत्र पठाउँदाखेरि चाहिँ तपाईँको बारेमा अलिक राम्रो चाहिँ कुराहरू राखिदिनु होला भनेर भनेको थिएँ। उहाँले त्यो कुराले 4 पानाको पत्रमा पठाइदिनु भएको थियो कि त्यसले मलाई एकदम सजिलो भयो। म चाहिँ हाम्रो टिमसँग बसेर म गएर कुरा के गर्ने भनेर तयारी पनि गर्न पाएको थिएँ। अनि तर त्यो कुराको एउटा सीमा थियो कि हामीले आजबाट मात्रै बल्ल यो हरेक डिपार्टमेन्टसँग मिटिङ गरिरहेको छ, किनभने त्यहाँ तपाईँहरूलाई थाहा छ हाम्रो सचिवहरू उहाँहरू परिवर्तन पनि हुनुभएको थियो। म त्यही भित्र भएको प्रोटोकलहरूलाई मिचेर पनि हामी जान चाहँदैनौँ, किनभने त्यसैलाई इफिसियन्ट बनाउने हो नि त। त्यसलाई मिचेर कसैको अधिकारलाई नागेर हामी जाँदैनौँ, तर त्यसलाई चाहिँ सक्रिय बनाउने, द्रुत गराउनको लागि जे जसो गर्नुपर्छ, जसरी निभाउनुपर्छ, जसरी चाहिँ होइन अठाउनुपर्छ, कानुन सम्मत रहेर गर्ने हो। सो त्यो काम चाहिँ हामी गर्दैछौँ। अनि यो आज तपाईँहरूले चाहिँ दिनेश सरले दिनुभएको बुँदाहरू, त्यसपछिको अरू सरहरूले गरेको कुराहरू चाहिँ मलाई एकदमै हेल्प गर्छ, किनभने यसो बुँदा बाई पोइन्ट बाई पोइन्ट चाहिँ उहाँहरूसँग कुरा गर्न सक्छौँ। जस्तो अघि हामीले चाहिँ नेपाल सरकारले चाहिँ आफ्नै संरचनाहरू बनाउँदाखेरि वन पैदावार आफ्नै किन प्रयोग नगर्ने एकदमै भ्यालिड चाहिँ। म हिजो मात्रै बाघ गणनाको लागि सुरुवात गर्नलाई चितवन गएको थिएँ। चितवनको एउटा ठाउँमा बसेर ठ्याक्कै यही कुरा गरिरहेको थियौँ कि हामीलाई पहिलो दिन हामी वन मन्त्रालयभित्र जाँदा त्यो मन्त्रीको कार्यकक्षको बाहिर जुन बाटो हुँदै गयौँ
अनि हामी आफैलाई नि हाँसो उठिरहेको थियो कि युपिबिसी मात्रै छ त्यहाँ वन मन्त्रालयको कार्यक्रममा जाँदा यो जस्तो लज्जास्पद कुरो केही पनि छैन त है। त्यो कुरा हामीले त्यही दिनै भनेको थियौँ कि अनि हामी त्यो अर्को दिन गएर कहाँबाट ल्याएर चाहिँ हामी यो चाहिँ ट्रान्सफर्म गर्नुपर्छ भनेर त्यो गर्दै गर्दाखेरि अनि त्यसपछि यति धेरै सिधा भन्नुपर्ने कुराहरू हो कति धेरै कम्प्लिकेसनहरू देखाएर भनिरहेछ। अनि त्यति बेला चाहिँ अलिक त्यो गर्दै गर्दा त्यहाँ प्रोसेसहरूको थाहा भएको थियो। हामी चाहन्छौँ हामीलाई हरेक दिन हामीले अन्तिम दिन जस्तो बनेर चाहिँ काम गरिरहेको। आज हामी लास्ट दिन काम गरिरहेछौँ, सायद भोलि फेरि सुरु भयो भने फेरि लास्ट दिन काम गर्ने हो। त्यो लास्ट दिन जति गर्न सकिन्छ त्यही नै हो। त्यो भएर तपाईँहरूले त्यो समय कति छ यताउता गर्न सक्छ सक्दैन त्यो सेकेन्डरी हो, त्यसको त्यो रिलेटिभ टर्म हो, सापेक्षिक कुरा हो कि तपाईँलाई कति पर्याप्त हुन्छ भन्ने कुरा होइन। कसैलाई चाहिँ 30 वर्ष चाहिँ राजनीति दिँदा त पर्याप्त भएन होइन, भनेपछि कति समय तपाईँलाई पर्याप्त हुन्छ। हामीलाई 30 दिन दिनुहोस्, त्यसमा पनि केही न केही गर्छ भन्ने हो। सो यो चाहिँ यो स्पिरिट चाहिँ यहाँलाई सेयर गर्न चाहन्छु। अब रह्यो नीतिगत कुराहरू, मैले यहाँ सरसँग कुरा गरेको छु। हाम्रो टिममा मेरो आफ्नो पर्सनल टिम पनि छ जुन अधिक हामीले गर्न सक्ने कानुन सम्मत गर्ने टिम बनाएछौँ। त्यो टिम हिजो मात्रै हामीले कम्प्लिट गरेका छौँ, एकदमै इफिसियन्ट टिम छ। र यहाँलाई चाहिँ गर्वसाथ अनाउन्स गर्छु त्यो टिम कर्णालीको टिम मात्रै छ अहिले। हामीले हाम्रो कमिटीबाट गऱ्यौँ भने चाहिँ अल लाइक हुन्छ नि त्यो कर्णालीको हामी त्यो देखाउन चाहन्छौँ। किनभने म कर्णालीको भएको भएर यसमा आउनु पाएको, म यहाँ नभएको भए देशका अरू सबै मान्छेहरूले चाहिँ अरूको अधिकार हामीलाई दिन्थेन। किनभने प्रतिनिधित्व गराउनुपर्छ भन्ने भएर तपाईँहरूलाई भनौँ राजनीतिक पार्टीहरू भएको चाहिँ 3 दशकभन्दा बढी समयभित्र कर्णालीको अझ म जुम्लाको हुँ, कसैले पनि हामीले चाहिँ क्याबिनेटमा अवसर पाएका थिएनौँ। पहिलोचोटि म आएको भएर धेरै मान्छेहरूको अवसर छ। मैले गल्ती गर्न छुट छैन, हाम्रो टिमले गल्ती गर्न छुट छैन। हामीलाई चाहिँ छोटो समयमा अनेक तरिकाले चाहिँ प्रभावमा पार्ने मान्छेहरू खोजिरहेको हुन्छ। हामीले बाहिर बसेसम्म पनि भेट्दैनौँ, अफिसको टेबलमा आएर भेट्नु होला भनेको छ। अब यो क्रम त हामीले हाम्रो चाहना छ, तर यसमा तपाईँहरूले सहयोग गर्नु होला। तपाईँहरूले अनावश्यक होइन फोटो खिच्नको लागि के भन्छ त्यो समय चाहिँ आउनु पर्दैन होइन। किनभने हामीले कुनै पनि पृष्ठभूमि छैन। मैले तपाईँहरू यहाँ भएको कसैलाई चिन्दैन, कसैलाई पनि चिन्दैन। त्यस कारणले तपाईँ कुन कुरा होइन कुन 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 झोला बोकेर आउनु भएको छ भन्ने पनि थाहा छैन मलाई होइन। सबै नेपाली हो र अनि हामीले तथ्य तथ्याङ्क प्रमाणको आधारमा तपाईँले नि भन्नुहुन्छ, तथ्य तथ्याङ्क प्रमाणको आधारमा चाहिँ हाम्रो ब्युरोक्रेसीमा भएको साथीहरूले भन्नुहुन्छ त्यो मध्ये चाहिँ कुन सही हुन्छ भन्ने कुरा भयो भने निष्पक्ष रूपमा चाहिँ सो न्यायोचित कुरा गर्नको लागि चाहिँ हामी जे पनि गर्न तयार छौँ। त्यसको लागि फाइट गर्नुपर्छ भने तपाईँहरूको तर्फबाट फाइट गर्छौँ। किनभने हामीलाई अहिले सरकारले यहाँले त्यो जुन 10 बुँदे चाहिँ जेनजी समूह र सरकारको बिचको समझदारी हेर्नुभयो भने त्यसमा दण्डितता लाई हटाउने कुरादेखि लिएर रोजगारका कुराहरू पनि प्रमुख रूपमा उठेका छन्। त्यो रोजगार प्रदान गर्नेहरू भने त तपाईँहरू नै हो होइन। तपाईँहरू भनेको त्यसको प्रत्यक्ष चाहिँ एउटा भनौँ न स्टेक होल्डर पनि हुनुहुन्छ। तपाईँहरूलाई सहयोग गर्नु, तपाईँहरूले जुन सोचिराख्नु भएको छ तपाईँको कुरालाई चाहिँ प्रमोट गर्नु भनेको चाहिँ हाम्रो चाहिँ कर्तव्य पनि हो होइन। त्यस कारणले त्यो फर्स्ट हुन्छ नि तपाईँहरूलाई सहज गर्नको लागि चाहिँ जति प्रयास गर्नुपर्छ, जति हदसम्म जानुपर्छ त्यसमा चाहिँ कमिटमेन्ट गर्छौँ। हामी जान्छौँ, तर गैर कानुनी काम गर्नलाई नउक्साउनु होला, प्रभावमा पारेर चाहिँ झुक्क्याउने काम चाहिँ नगर्नु होला। तर कानुनसम्म कानुनलाई सहज गर्ने कुरामा चाहिँ सरकार एकदमै तत्पर भएको कुरा यहाँलाई थाहा छ। किनभने कतिपय चाहिँ यो नियमावलीहरू अहिलेको परिवेशमा जे गर्न सकिन्छ नि, क्याबिनेटमा गर्न सक्ने डिसिजन होस्, मन्त्रीको तहमा गर्न सक्ने डिसिजन होस् या अरू प्रक्रियागत हुने कुराहरूमा चाहिँ फास्ट फरवार्ड गर्ने कुराहरू, त्यसको लागि चाहिँ हामी एकदमै तत्पर छौँ र त्यही नै म्यान्डेट हो। त्यो गर्न सक्यो भने हामी सफल हुन्छ भन्ने हामीलाई लागिरहेको छ। अब यहाँ बुँदा बुँदा चाहिँ मैले टिपेको पनि छु। मैले कुनै बेलामा चाहिँ हाम्रो सरहरूले चाहिँ यो छ जस्तो कमिटीहरू बनाएको छ नि, कमिटी फेरि कमिटी आफ्टर कमिटी बनाउनु पर्दैन, बनेर एउटा अन्डरस्ट्यान्डिङ भइसकेको चिजलाई कोही व्यक्तिले कोही स्वार्थले रोकेको छ भन्ने लाग्यो भने चाहिँ कृपया नाम दिनु होला। त्यसलाई चाहिँ हामी एक्सपोजै गरिदिन्छौँ है, बाहिरै पठाइदिन्छौँ। स्वार्थको कारणले कसैले अनावश्यक ढिला गरेका छौँ त्यसमा हामीलाई, किनभने वी हेभ नथिङ टु लुज। हामीलाई न कुनै कसैले कसैको केही पनि लुज गर्नु छैन नि त होइन। भनेपछि एकदमै त्यो फ्रेस आइडिया त्यो माइन्डबाट चाहिँ काम गर्न आइरहेको भएर हामीलाई सहयोग गर्नु होला। तपाईँले धेरै आशा गर्नुभएको छ थाहा छ, तर कहिलेकाहीँ त्यो छोटो समयमा पनि त्यो पुरै परिवर्तन हुनसक्छ। नसकिने चिजमा हामीले अनावश्यक कमिटमेन्ट गर्दैनौँ। त्यो अवधिभित्र चाहिँ निष्पक्ष भएर न्यायोचित ढङ्गले सहजता गर्नको लागि चाहिँ हामी कटिबद्ध छौँ भन्ने कुरा चाहिँ यहाँहरू अगाडि चाहिँ म अभिव्यक्त गर्न चाहन्छु। यति भन्दै यहाँहरूको
बाँकी कार्यक्रमहरू भव्य सफल होस् भन्ने पनि शुभकामना दिन चाहन्छु र म बिदा हुन्छु अनि सम्भवतः म कार्यक्रमबाट पनि बिदा लिन चाहन्छु है। धन्यवाद।